हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आज हामी नयाँ भिडियो लिएर आएका छौँ र हाम्रो माझमा हुनुहुन्छ एकजना होटलको सुपरभाइजर। उहाँसँग केही कुराकानी गर्नेछौँ हामी। स्वागत छ सर। नमस्कार नमस्कार। सन्चै हुनुहुन्छ? आरामै। कति भयो नि यहाँ काम गर्न लाग्यो? त्यही 2 साल जति भयो। अनि अहिले गर्ने केहीमा सुपरभाइजरमा हो नि तपाईँ? हजुर, सुपरभाइजरमा गर्छु विगत 4-5 महिनादेखि। अनि यहाँको खाना कस्तो छ? यहाँ धेरै सुनिरहेको थियौँ हामीले चर्चा, खानाको एकदम राम्रो पाइन्छ, सबैजना नेपाली स्टाफ दाजुभाइ सबै हुनुहुन्छ भन्ने सुनिरहेको थियौँ। कस्तो छ यहाँको कन्डिसन? यहाँको अब खानाको अब क्वालिटीहरू राम्रै छ। त्यही कारणले होटलहरूमा पनि राम्रोसँग चलिरहेको छ। अब होटल अहिलेसम्म यस्तो लसमा छैन। खानाको क्वालिटी र स्टाफहरू सबै राम्रै छन्। अनि यहाँको धेरैजना स्टाफले अनि यस्तो कुरा गर्नुभएको थियो कि हामीलाई पगारमा चाहिँ अलिक गुनासो छ भन्नुभएको थियो। पगार कस्तो छ र? पगार त अब तपाईँको खासै त्यति हाईमा छैन। पगार त अब तपाईँको यहाँ भन्ने हो भने अब फर्स्टमा आउने मान्छेहरूलाई 12,000बाट स्टार्टिङ हुन्छ। अब तपाईँ अलिअलि कामसाम जान्नुभएको छ, यताउता राम्रो छ भने 14-15, नत्र भने तपाईँको त्यही 12,000बाट स्टार्टिङ छ पगार। पगारमा त्यति राम्रो खासै छैन। र काम सिक्दै गएपछि भोलि बिहान अलि काम अगाडि आफू बढ्दै गएपछि पगार पनि बढ्ने रहेछ। त्यो त अब आफ्नो हातमा भर पर्ने कुरा हो। अब तपाईँ काम